विश्वमै कला र संस्कृतिको धनी ठाउँ भक्तपुरको ठिमीमा आइपुगेका छौँ। आज नयाँ वर्ष 2083 तथा विश्वका जात्रा मनाउन यहाँ लागिरहेको हामी देख्न सक्छौँ। विशेष गरी यहाँ ठाउँ आफ्नो टोलबाट विश्वका जात्रा मनाउनको लागि विशेष गरी गणेश मन्दिर, भीमसेन लगायत मन्दिर बनाएर चोकचोकमा घुमाउने प्रचलन रहेको छ। विश्वका जात्रालाई सिन्दुर जात्रा भनेर पनि चिनिन्छ। विश्वका जात्रा मनाउनको लागि यहाँका मानिसहरू तयारीमा रहेको हामी देख्न सक्छौँ। अहिले हामी ठिमीको बालकुमारी मन्दिरमा आइपुगेका छौँ। विशेष गरी यो ठाउँमा विश्वका जात्रा मनाउने ठाउँ पनि हो। विश्वका जात्रा मनाउनको लागि ठिमीमा रहेको बालकुमारी मन्दिर वरपर रहेका सबैजना गाउँका मानिस उपस्थित भएका छौँ। टोल आफ्नो टोलबाट विभिन्न विशेष गरी गणेश मन्दिर, भीमसेन मन्दिर लगायत सबै टोलले जुन देवता मान्छन् त्यसैलाई पूजा गर्दै विशेष गरी सिन्दुर हाल्दै मनाउने प्रचलन रहिआएको छ। म बालकुमारी मन्दिर, नामै बाल अनि कुमार, बालकुमारी मन्दिर देख्न गइरहेको छु। विशेष गरी आज यस बालकुमारी मन्दिरमा चाहिँ व्रतबन्ध नभएका बाबुहरूलाई प्रसाद ग्रहण गराइसकेपछि यहाँबाट विश्वका जात्रा निकाल्ने चलन रहेको छ। यहाँ लगभग पुजारीहरूले कुमार केटा विशेष गरी व्रतबन्ध नभएका केटाहरूलाई प्रसाद ग्रहण गरिसकेको अवस्था रहेछ। अब हामीले देख्न सक्छौँ बाहिर विश्वका जात्राको लागि सम्पूर्ण यहाँका मानिसहरू चोकचोकमा आइसकेका यिनीहरू प्रचलनमा चाहिँ भगवानलाई पनि छ्याङ तथा ऐला प्रसाद दिने चलन रहेको छ। ऐला यो चाहिँ विशेष गरी बालकुमारी मन्दिरमा यो चढाएको युमरी अर्थात् चामलको पिठो यसरी ठ्याक्कै भित्र पस्यो भने नयाँ वर्ष एकदम राम्रो हुनेछ भन्ने प्रचलन रहेको रहेछ। र यसरी निल्काएको प्रसाद अर्थात् पिठोको युमरीको डल्ला जसले समाएर लान्छ उसको चाहिँ छोरा हुने विश्वास पनि रहेको